गुड मर्निङ एभ्रिवान। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। म चाहिँ अहिले बिहान उठेर नुहाइधुवाइ गरेर पूजाहरू गरिसकेर अब मन्दिर जानु लाग्दैछु। यहाँ घर सामने घरको अलिकति दूरमै, अलिक बेसी दूर पनि छैन, सामनै बैरागी थान मन्दिर छ, त्यहाँ जानुको लागि रेडी भएको छु। हजुर हेर्दै गर्नुहोस्। हेलो गाइस, गुड मर्निङ। हजुर सबै सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। त आज हामी के अरे बैरागी मन्दिर आएको छु। म मेरो छोरा मेरो परिवार है आएको छु आज पूजा गर्ने भनेर बैरागी मन्दिरमा। त हजुरहरूलाई म नजारा देखाइदिन्छु हजुरहरूलाई है, पछिको नजारा। यहाँ आएको थिएँ हामी पूजा गर्नको लागि। यो गेट हो, एन्ट्रेन्स। हामी अहिले भित्र घुसिसकेछु है। यहाँ नजारा देखाइदिन्छु मन्दिरको हजुरहरूलाई। हेर्नु यो बाहिरको नजारा, बाहिर मतलब मन्दिरको आसपासको। त हामी फिलहाल हामी मन्दिर पुगिसकेछु है। यहाँ मेरो छोरा पनि छ है। यहाँ प्रसाद पनि हामी किनिसकेको छु। प्रसाद लिएर अब हामी यहाँ झुलाउनु जाँदैछौँ। यो मन्दिरको दरवाजा हो। हजुरहरूलाई बैरागी बाबाले रक्षा राखोस् है, हजुरहरूलाई आशीर्वाद दियोस् हजुरहरूलाई। अब हामी यहाँ प्रसादलाई धुलाइ पुलाइ गरेर पानी छिड्केर हामी यहाँ तयार हुन्छौँ पूजा गर्नुको लागि है। यहाँ कबुतरहरू पनि देखाइदिँदैछु। यो मन्दिरको कबुतर हो, सबै आएर कबुतरलाई दाना पनि खिलाउँछ, बहुत राम्रो भन्छ। अरू यहाँ बाख्रा पनि देख्नुहुन्छ, बाख्रालाई कुछ फलफुल खिलाउनु अरे। बैरागी बाबा मन्दिर। बाबा यता हेर्नु। हेलो गाइस, फाइनली हामी पूजा गरिसके। यहाँ चाहिँ यो चाहिँ पूजा गर्ने ठाउँ। हामी चाहिँ गाइस यहाँ पूजा गरिसकेर, यो मन्दिरमा पूजा गरिसकेर अब निक्लिँदैछु घरतिर भनेर। मन्दिरमा आएर मन पनि शान्ति लाग्यो। पूजा गरिसकेँ, हामी चाहिँ दर्शन गरिसक्यो बैरागी बाबाको। यो बैरागी बाबा थान मन्दिर। यता हेरिदिनु। हामी चाहिँ जहिले आउँछौँ यहाँ, वर्षमा हामी सधैँ हर वर्ष आउँछौँ। बुढा चाहिँ हस्बेन्ड मेरो छुट्टी आउनुहुन्छ, तैले हामी चाहिँ यहाँ दर्शन गर्नु आउँछौँ। बाबु यता हेर्दै। यहाँ चाहिँ हामी धेरै नै मान्छौँ यो मन्दिरमा, र जहिले हस्बेन्ड छुट्टीमा आउनुहुन्छ तैले हामी एक बार चाहिँ दर्शन गर्नु आउँछौँ।